गाइज फेरि पनि आज लालुको यात्रामा हिँडिसकेको छु म फाइनल्ली। देख्न सक्नुहुन्छ पारी मालकोट, यतातिर लालु छ, पारीतिर देख्न सक्नुहुन्छ यताउता लालु छ। म यता हिँड्दैछु, यस्तो बाटोमा भिड छ। अब आजको यात्रा हुनेछ लालुसम्म। लालु पुगेर आजको यात्रा सकिनेछ। यात्रा चलिरहेको छ, लामो दूरीको यात्रा चलिरहेको छ आज मेरो। देख्न सक्नुहुन्छ यतातिर भिरहरू छ, यस्तो बाटो छ पुरै हिँडिरहेको छु म। त्यही पनि यता देख्न सक्नुहुन्छ, यता गुफा जस्तो रहेछ बस्ने ठाउँ, ढाड भन्छ यसलाई। यो बाटो अलि अप्ठ्यारो छ, भिर हो, भिरको बाटो हिँडिरहेको छु म। अप्ठ्यारो भए पनि जेम तेम हिँडिरहेको छु। देख्न सक्नुहुन्छ पारीको सिन गाइज, यस्तो छ पारीको एरिया। यो ठाउँ, यो गाउँमा जाँदैछु म फाइनल्ली। लालु भन्ने ठाउँमा जाँदैछु। यो यात्रामा निरन्तर छु। यहाँ तल देखिरहेको छ खोला, यता पहाडी गाउँ। पाली यो पुल देखिरहेको छ, जोरुङ्गे पुल। यो मालकोटको डाँडा गाउँ। यो मालकोट शेरापाटा स्कुल पनि देखिरहेको छ यहाँनिर। यता छ रातिमाटी, त्यहाँ रातिमाटी स्कुल देखिरहेको छ। स्काई देख्न सक्नुहुन्छ, यो पुल पारी के बन्दैछ। यो खोला ठुलो छ खोला। यो पारी गाउँ छ, यता रोडहरू आएको छ, आगो लागिसकेको छ। यति धेरै टाढाबाट हिँडेर आएको, यस्तो भिड पाएको छ यतातिर। देख्न सक्नुहुन्छ यता खोला छ, पारी मैदानहरू छ, घाँसी मैदान। फेरि पनि लालुको यात्रामै छु, बाटोमा हिँडिरहेको छु। यता बाटो त यतातिर अलिक राम्रो रहेछ, गाडीहरू हिँडेको छ, राम्रो देखिरहेको छ। पापा देखिरहेको पारी त्यो बिजुली तानेको जस्तो देखिरहेको छ। बिजुली या पानी तानेको जस्तो देखिरहेको छ। यतातिर म यात्रामा छु बाटोमा। यता भिरहरू पनि छ साइडतिर, यता पनि पारी भिड पाएको छ। अब मालकोटबाट पारी जोड्ने एउटा पुल आउँदैछ। अब केही समयमा त्यो पुलमा पुग्नेछु म। त्यसपछि फेरि लगत्तै मेरो अझ यात्रा सुरु हुनेछ। केही समयमा भन्ने ठाउँतिर पुगिन्छ। त्यसपछि फेरि लालुको यात्रा तय हुनेछ मेरो। फेरि पनि धेरै समय लाग्ने जस्तो लागिरहेको छ। भन्ने ठाउँमा पुग्दैछु अब। केही समयमा भन्ने ठाउँ पुगेर त्यसपछि फेरि माथिको यात्रा तय हुने जस्तो लागिरहेको छ। देख्न सक्नुहुन्छ यो तल खोला पनि छ, यता माथि म हिँडिरहेको छु। ठुला ढुङ्गाहरू पनि छ। बाटो कुनै ठाउँमा राम्रो छ, कुनै ठाउँमा अप्ठ्यारो छ। अनि डर लाग्ने जस्तो ठाउँमा पनि छ। यतातिर पाइपहरू पनि रहेछ, तलतिर पाइप देख्न सक्नुहुन्छ। पानी लगेको रहेछ यताबाट, पानी लगेको। केही समय पहिला यो बाटो मैले देखेको थिएन। बाटो त थियो होला सायदै, तर मैले देखेको थिएन भन्नुपर्छ। अब केही समयमा पुल आउँदैछ, म पुल देखाउने छु। यहाँ मान्छेहरू पनि हिँडिरहेको छ, घाँस दाउरा गर्ने मान्छेहरू हिँडिरहेको छ यो ठाउँमा।
ठाउँमा देख्न सक्नुहुन्छ यो पुरानो पुल भत्किएको पुल देख्न सक्नुहुन्छ पहिलाको। अहिले नयाँ निर्मित पुल रहेछ। यहाँ मान्छेहरू पनि हिँडिरहेको देख्न सक्नुहुन्छ भारी बोकेर। यता मान्छे हिँडिरहेको छ, पारीतिर गइरहेको छ। त्यो पारीतिर जाने बाटो रहेछ यताबाट। पुल चाहिँ राम्रो छ, ठुलो रहेछ, नयाँ बनेको पुल। पुरानो पुल चाहिँ बगाइसकेको रहेछ, नयाँ पुल राम्रो रहेछ। सक्नुहुन्छ पारी जाने रहेको पुल। पारी मान्छेहरू हिँडिरहेको छन् भारी बोकेर, देख्न सक्नुहुन्छ। यो तल खोला छ, खेतबारीहरू छ यतातिर पारीतिर। विशेष धन्यवाद छ, यस्तो राम्रो रोड बनाउनु भएको रहेछ। फेरि पनि यस्तै रोड बनाउनु होला। हस्, यति राम्रो रोड बनाउँदै हुनुहुँदो रहेछ। फेरि यस्तै रोड देख्न पाऊँ। धन्यवाद। अहिले यात्रामा छु र को माथि पुगिसकेको छु। अब केही समयमा र पुगिनेछ। यता पारी पुल रहेछ, अब झोलुङ्गे पुलमा पुगिनेछ केही समयको अन्तरालमा। यहाँको बाटो भने पुरै पानी रहेछ। हिँडुल गर्न गाह्रो भइरहेको छ। यता तलतिर देख्न सक्नुहुन्छ फिल्डहरू छ, अलि टाढा छ। तल जाँदैछु लालु भन्ने ठाउँमा जाँदैछु। अत्यन्त सुन्दर रमणीय ठाउँमा जाँदैछु, जहाँ चारैतिर रमाइलो छ। गाउँहरू पनि मिलेको देखिरहेको हुन्छ, टाढाबाट देखेको छु। प्रत्यक्ष जाँदैछु। यो पहाडको कठिन यात्रामा छु, कठिन यात्रा गरिरहेको छु। अप्ठ्यारो भयो भने कठिन यात्रा निरन्तर जारी छ मेरो। यतातिर देख्न सक्नुहुन्छ भिरपाकाहरू छ, अप्ठ्यारो छ। यो पनि मेरो यात्रा चाहिँ निरन्तर जारी रहनेछ। यस्तो उहरू छ यतातिर, मेलाहरू, घर काट्ने मेलाहरू छ यतातिर। सबै ठाउँतिर प्राय मेलाहरू रहेछ। अब पुल तर्ने नजिक आइसकेको छु म। पुल झोलुङ्गे पुल देख्न सक्नुहुन्छ, यो झोलुङ्गे पुल। अब यो पुल तर्दैछु मैले। वाउ, हेर्दाखेरि त सिन बहुत राम्रो देखिरहेको छ। यता देख्न सक्नुहुन्छ र घाट, यता पारी गाउँहरू देखिरहेको छ अलिअलि। यता देख्न सक्नुहुन्छ र भन्दा माथिको खोलाको पुल हो यो। यताबाट ठाँटीकोट जाने बाटो छ, यता खेतबारीहरू छ। यता तल देख्न सक्नुहुन्छ र गाडको ग्याम हुने ठाउँ देख्न सक्नुहुन्छ, फिल्ड यतातिर छ। यता खेतबारी छ, यतातिर बाटो छ। यो माथि मालकोटतिर जाने बाटो देखिरहेको छ, देख्न सक्नुहुन्छ। यो देख्न सकिन्छ ठाँटीकोट जाने बाटो यस्तो छ। यतातिरको बाटो खुट्किलको बाटो छ। यता साइडमा खेत छ, खेतबारी। लगातारको यात्रामा छु म फेरि पनि। यताबाट पारी देख्न सक्नुहुन्छ भिरहरू, माथिबाट यस्तो भिरहरू छ। पुरा बाटो पनि रहेछ काटेको अलिअलि। उता डाँडा पिपल रहेछ। फेरि यो यात्रामा हिँडिरहेको छु म। बाटो त सजिलो रहेछ गाउँमा जानलाई, राम्रो बनाएको रहेछ।
स्यासा लागिसकेको छ उकालोमा मलाई। देख्न सक्नुहुन्छ एउटाहरू जस्तो रहेछ फेरि बाटोमा। बाटोमा यस्तो रहेछ, मकैबारी छ यता। फाइनली यस्तो बाटोमा आइसकेको छु, पक्की बाटोमा। यात्रा चलिरहेको छ निरन्तर। बाहिर देख्न सक्नुहुन्छ भिरमा कति अप्ठ्यारोमा बाटो बनेको रहेछ। यता र फेरि पनि धेरै समय लाग्नेछ लालु पुग्नलाई। यात्रा चलिरहेको छ। यता त मकै पाकिसकेको रहेछ, मकै पाकिसकेको छ। देख्न सक्नुहुन्छ यो यतातिर छ बजार। देख्न सक्नुहुन्छ लालु खाटेपाडा घर यहाँ ठुलो ढुङ्गा छ। यस्तो देखिरहेको छ लालु।
यता घाँसहरू छ तरुल उता लालु गाउँ उता पारी देखिरहेछ कुमल गाउँ माडे गाउँ खेल्डोखेत बाटो यता बाटो देखिरहेछ